एक वृद्ध मानिस हरेक दिन बस स्टपमा उभिएर स्कुले बच्चाहरूलाई निशुल्क मिठाई बाँड्ने गर्थे। तर मानिसहरूले उनलाई गलत सम्झेर बच्चा चोरको आरोप लगाएर प्रहरीलाई बोलाए र एकजना आमाले आफ्नै छोरीको हातमा मिठाई देखेपछि शंका गरिन्। भोलिपल्ट उनी आफै बस स्टप जाँदा ती वृद्धले फेरि मिठाई बाँडिरहेको देखिन्। अर्को जना आमाले त झन् रिसाएर उनलाई गाली गरिन् र पुलिसलाई फोन गरिन्। पुलिस आएर ती वृद्धलाई हतकडी लगाएर लैजान्छ। वृद्धले आफू निर्दोष भएको र बच्चाको सुरक्षाका लागि यसो नगरेको बताइरहन्छन्, तर कसैले उनको कुरा सुन्दैनन्। सोही रात समाचारमा ती वृद्धको बारेमा एउटा ठूलो कुरा खोल्छ। पक्राउ परेकै दिन हृदयघातका कारण उनको मृत्यु भइसकेको हुन्छ। समाचारमा उनलाई एक स्थानीय नायक भनेर सम्मान गरिएको देखिन्छ। धेरै वर्ष पहिले ती वृद्धकी आफ्नै छोरी बस स्टपमा खेलिरहेको बेला सडकको धेरै नजिक पुगेकी थिइन् र उनलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। यो भिडियोको निष्कर्ष के हो भने आफ्नै छोरी गुमाएको पीडाहरू कसैले भोग्नु नपरोस् भनेर ती वृद्ध हरेक दिन बस स्टपमा आउँथे। उनी मिठाई देखाएर बच्चाहरूलाई सडकभन्दा टाढा बस स्टपभित्रै लुकाइराख्थे र ताकि कोही पनि झुक्किएर सडकमा नजाओस् र दुर्घटना नहोस् भनेर।